यो सानो बहिनीको एउटा कुरा सुन्नमा उसलाई आफ्नो आमा कति बोझ भएको रहेछ होइन, उसको कुरा सुन्नुहोस् अनि म केही जवाब दिन चाहन्छु त्यो बहिनीलाई। तर म आमालाई स्याहार्यो भने मेरो जिन्दगी जान्छ। नमस्ते, त्यसैले म आमा स्याहार्न सक्दिनँ। मलाई पढ्नु सक्नु केरियर बनाउनु सके। आमालाई स्याहारेर म यहाँ बसेँ भने त मेरो जिन्दगी त गयो त। न पढौँ न त्यही तिम्रो मम्मीलाई सधैँ स्याहार भनेको त होइन नि त। एक हप्तामा चाहिँ कस्तो हुँदो रहेछ एक हप्तासम्म हेरौँ भनेको क्या मेरो। बहिनी तिमी हेर्दाखेरि सानै छौ होइन, सायद अब तिमी मेजर नभएको कारणले पनि होला तिमीले यस्तो बोलेको चाहिँ होइन। तर तिमीले जे कुरा बोलिरहेको छ नि होइन, मैले धेरै छोरी देखेको छु क्या, धेरै छोरी होइन, स्वयं म पनि होइन, मैले धेरै छोरीहरू देखेको छु जसले चाहिँ आफ्नो आमा बाउको लागि चाहिँ नि, आफ्नो आमा बाउको लागि भनेपछि सबै कुरा त्याग दिन्छ क्या। सबभन्दा फर्स्ट प्रायोरिटी चाहिँ आफ्नो आमा बाउलाई दिन्छ नि, किनकि हाम्रो लागि आमा र बा भनेको जिउँदो भगवान हो कि, जिउँदो भगवान आमा र बुवा भनेको होइन। तिमीले सबै सम्बन्ध पाइन्छ, सबै नाता गोता तिमीले सबै पाइन्छ, तर आमा र बाउको नाता भनेको तिमीले कहिले पनि कहीँ गएर पनि पाउँदैन। अहिले तिमीसँग छ सायद तिमीलाई बोझ भयो होला। त्यो मान्छेहरूलाई सोध कि जसले आमा बाउ गुमाएको छ, जो चाहिँ टुरो छ होइन, त्यो मान्छेहरूलाई सोध कि आमा बाउको भ्यालु कस्तो हुन्छ भनेर क्या। तिमीले अहिले जसरी भनिरहेको छ नि तिमी पढ्नु पर्छ, तिम्रो लागि जस्तो आमा बोझ भइरहेको छ नि अहिले तिमीलाई, तिमी एकचोटि सोच क्या तिमीलाई यो लाइक तिमीलाई कसले बनायो? त्यो आमाले जन्म दिएर होइन, त्यो आमाले जन्म नदिएको भए अहिले तिमीले यसरी बोल्न पाउँथ्यौ? त्यो आमाले 9 महिना तिमीलाई कोखमा राखेर तिमीलाई कति दुःख गरेर हुर्कायो होला, बढायो होला, यतिसम्म तिमीलाई यतिको योग्य बनायो, अनि तिमीले आज आएर त्यो आमालाई यस्तो भन्दाखेरि त्यो आमाको मन कस्तो हुन्छ होला? जिउँदै मरे जस्तो हुँदैन मान्छेलाई? तिमीलाई पढेर लेखेर ठुलो मान्छे बन्ने तिम्रो सपना होला, त्यो जायज पनि हो, तर यति कुरा चाहिँ नभुल कि तिमीलाई यो योग्य कसले बनायो? आमाले बनाएको हो नि। उहाँहरूले जुन हामीलाई पढाउन लेखाउन र हुर्काउनलाई जति पनि त्याग गर्नुभएको छ नि, त्यसको गुण हामीले कहिले पनि तिरेर सक्दैन क्या। हामीले यो जिन्दगीमा कहिले तिरेरै सक्दैन उहाँहरूको गुण। त्यही भएर आमा बाउले दिएको आशिष पनि लाग्छ र श्राप पनि लाग्छ।